साथीहरु आज म तपाईहरुलाई बडो अचम्मको कुरा देखाउन गइरहेको छु। हाम्रो विराटनगर महानगरले चाहिँ कसरी बजेट युटिलाइजेसनमा नम्बर 1 मा आएको छ भने आज म तपाईहरुलाई एक्जाम्पलको साथ देखाउन गइरहेको छु है त। यो विराटनगर 10 को कुरा हो साथीहरु। ठ्याक्कै मेरो फार्मेसीको अगाडिको कुरा हो। यो नाला भयो है साथीहरु। 2 महिना नहुँदै यो नाला रिप्लेस भएको छ है साथीहरु। सबै ड्यामेज नालाहरु रिप्लेस भएर नयाँ स्ल्याबहरु लागेको छ। त्यसपछि अब अर्कोतिरबाट के काम भइराछ भने तपाईलाई म देखाइराछु छु। नालाको सबै स्ल्याबहरु निकाल्दै छन्। बजेट चाहिँ यसरी युटिलाइजेसन हुन्छ है साथीहरु। ल 2 महिना अगाडि चाहिँ सबै चिपी ड्यामेजहरु हटाएर नयाँ स्ल्याब राखे। अब चाहिँ सबै स्ल्याबहरु हटाएर नयाँ स्ल्याब राख्दै छन् हो नि त। हो नि त। अब बीम सिम सबै चेन्ज भएर के भन्छ उता बनिरहेको छ हैन। उतादेखि बन्दै आएको छ। अब यता कहाँसम्म पुग्ने हो? जतुवासम्म पुग्छ हैन। जतुवासम्म पुग्छ। 2 महिना अगाडि त्यो स्ल्याबहरु जुन बनेको छ, त्यो जुन हालेको छ, त्यो बजेट चाहिँ गयो, हावामा गयो। 2 महिना अगाडिको बजेट हावामा गयो। अब यो नयाँ बजेट युटिलाइजेसन यसरी भइरहेछ साथीहरु। एउटै काममा दुई चोटी बजेट युज भइरहेछ हेर्नु त। ल साथीहरु, तपाईहरुले यो भिडियोलाई अब पुरै शेयर गरिदिनु पर्यो है, माथिसम्म पुर्याउनु पर्यो। यसरी बजेटको युटिलाइजेसन भइरहेछ हाम्रो विराटनगरमा। विराटनगर महानगरले चाहिँ बजेट युटिलाइजेसनमा नम्बर 1 कसरी भयो भनेर मैले तपाईहरुलाई आज देखाएको छु। यहाँ हेर्नु साथीहरु, यो सबै स्ल्याबहरु अब सबै वेस्ट हुन्छन्, सबै फ्याक्छन्। यो स्ल्याबको अब कामै छैन। यो चाहिँ पुरानो एउटा कुन ठेकेदारलाई दिएको थियो, अहिले सबै चेन्ज गर्ने अर्को ठेकेदारलाई यो काम दिएको छ। ल साथीहरु, यो भिडियोलाई धेरै भन्दा धेरै भाइरल गरिदिनु होला।